सबैजनालाई फेरि पनि मेरो च्यानलमा। अनि तपाईँ सुन्नुहुँदैछ यहाँ पछाडि ब्याकग्राउन्डमा यस्तो जोरले पानी परिरहेको छ हेर्नु न। अब चाहिँ पानी पर्न स्टार्ट भयो होइन, दिउँसो चाहिँ घाम लागिरहेको थियो होइन, अब चाहिँ पानी पर्न स्टार्ट भइसकेको छ हो। पानी पनि पर्न स्टार्ट भयो। अब चाहिँ दिउँसो चाहिँ घाम लागिरहेको थियो मजाले, अब चाहिँ पानी पर्न स्टार्ट भयो फेरि पनि हो। यो चाहिँ बनाना होइन। अब यहाँ चाहिँ मासु निकाल्नु पर्ने छ, यो चाहिँ भोलिको लागि हो। अब क्यामेराम्यान आएर ब्याग जानु पर्यो, क्यामेराम्यान भएन हो, अन्धेरो आइदिन्छ हो। यहाँ चाहिँ कुखुराको मासु, यहाँ चाहिँ बनाना, यो चाहिँ भोलिको लागि हो। भोलि लामा परदेश पर आएकोहरूको घरमा हो। तपाईँलाई चाहिँ म भोलि देखाउँछु भ्लग। अनि आज चाहिँ म यहाँ मासु लिएर आउनु भएको छ हामीहरूले हो। यो चाहिँ फ्रिजमा हालिराख्ने हो। आउँछ मेरो स्टार्ट हुन्छ लुगा पट्याउनु हो। आधी पटेर यसो राखेको छु मैले, अब यहाँ पट्याउँदैछु ल। लुगा चाहिँ मैले पट्याएको सकेँ हो। यसरी लुगा चाहिँ पट्याएर राख्छु, बेलुका चाहिँ आफ्नो आफ्नो लुगा टिपेर थन्काउनुहुन्छ, किन उता यता मिसिन्छ हो। लुगा पट्याएर म यसरी राख्छु, आम्लाहरूको चाहिँ म थन्काइदिइहाल्छु हो। अब नानीहरू स्कुलबाट आइसकेको छ होइन। अब यहाँ चाहिँ जितो गरिदिन्छ बहिनीले। यहाँ चाहिँ अब सब्जी केलाउँदैछ, आलु निङ्गो होइन, अन्त फुलकोपी केलाउँदैछ बहिनीले चाहिँ। लुगा पनि पट्याइसक्यो, मैले चाहिँ अहिले चाहिँ पानी परेको छैन, अहिले चाहिँ जोरो पर्दै थियो, अहिले सिमसिम पर्दैछ। अनि म चाहिँ यहाँ पानी उठाउनु आएको हो। नानीहरू पनि स्कुलदेखि आउनुभयो, खाना खाँदैछ किचनमा हो। अनि म चाहिँ यहाँ पानी उठाउनु आएको छु। 3 बजिसकेको छ हो। अब चाहिँ मेरो कामहरू स्टार्ट हुन्छ होइन। बेलुकाको पहिला चाहिँ म पानी उठाइहाल्छु हो। पानी उठाउने स्टार्ट गर्छु, त्यहाँदेखि चाहिँ म गएर किचनमा खानापिना बनाउनु पर्ने हुन्छ हो। पानी उठाइसक्यो, अब चाहिँ यसरी मिलाएर राख्नुपर्छ हो। बेलुका चाहिँ यहाँ यसरी मिलाएर राख्छु म चाहिँ। पानी उठाइसक्यो, त्यहाँदेखि मैले 2टा पेब हालेर चाहिँ यहाँ पेब पनि घुमाइसक्यो हो। त्यहाँदेखि चाहिँ अब यसलाई पेला चाहिँ यहाँ गाडिराख्नुपर्छ यो। अब चाहिँ नानीहरू स्कुलबाट छुट्टी भएर आयो, चिया खाजा दिनुपर्छ हो। यहाँ चाहिँ हाम्रो आथिङ पढ्नु हुँदैछ हो। स्कुलदेखि आएर चाहिँ पढ्नु स्टार्ट भएको नानीहरूको बेलुका हो। अनि यहाँ चाहिँ बहिनीहरू पढ्दैछ, एकदम ट्युसनमा डर लागिरहेछ। ऊ पर एकजना छ पढाउँदैछ, एकजना चाहिँ यहाँ पढ्दैछ हो। अन्त बहिनी चाहिँ पुरा डर लागिरहेछ, याद भएको छैन। अब बहिनीलाई चाहिँ टेस्ट ट्युसनको म्यामसँग डर लाग्यो, डर लाग्दैन ए, यसलाई डर लाग्दैन, अर्को पुरा पढ्दैछ। अर्को चाहिँ यहाँ पढ्दैछ हो, अर्को चाहिँ यहाँ बहिनीलाई पढाउँदैछ। यहाँ ऊ नपढेर यस्तो उठ्छ अहिले आउनु टेस्ट लिन्छ कि। हेलो भन्नु मेरो भ्लगमा, हेलो। अनि यहाँ चाहिँ म्यामले चाहिँ यहाँ लेखाउँदैछ। हाम्रो म्याम चाहिँ यहाँ कलेज पढ्नुहुन्छ, ट्युसन म्याम चाहिँ हो। अनि यहाँ बेलुका चाहिँ 2जनाको यहाँ ट्युसन पढाउँछ हो। केमा खाने अरे तिमी चाहिँ? छुर्पीको कराईमा खाने चाहिँ खोइ देखाउनु त, मुख चाहिँ कस्तो हुन्छ। किनेर खाइस् ला, किनेर खाइस् तिम्रो दाँत। म चाहिँ आलु सब्जी बनाउँदैछु। अनि आज चाहिँ हामी बेलुका खाँदैछ खुरी हो। अनि यहाँ चाहिँ भाइले चाहिँ फापर लिएर आउनुभएछ, फापरको पिठो लिएर आउनुभएछ हो। भाइ चाहिँ बाटो अफिसबाट आइपुग्नु भयो। त्यसको साथमा चाहिँ यहाँ डल्ले खोर्सानी यो खानुपर्छ मजाले हो। अब चाहिँ मासु खान थालेको, चिकन हो, चिकन काटेको चिकन चाहिँ। अब चाहिँ चिकन काटिसक्यो, यसलाई चाहिँ अब यहाँ धुनु पर्ने हुन्छ हो। चोरा पराउनु चाहिँ चिकन पनि धुइसक्यो मैले। अब चाहिँ छ यहाँ प्याज टमाटर केलाउनु पर्ने छ हो। अब चाहिँ म यहाँ चिकनको लागि प्याज अनि टमाटर लसुन केलाउँछु ग्रेभीको लागि।
अनि मैले चाहिँ फर्स्टमा भनेको थिएँ होइन आज चाहिँ खुरी खान्छ भने खुरी चाहिँ एकदमै होइन छ हामीले रङ भएछ होइन एकदम फापरको चाहिँ रोटी र छुर्पीको अचार र चिकनको ग्रेभी बनाउँदैछु म चाहिँ फर्स्टमा चाहिँ मैले खुरी बनाउँछु भनेर थियो तपाईँहरूलाई तर खुरी चाहिँ एकदमै होइन छ रोटी बनाउँदैछु म चाहिँ अब चाहिँ त्यसलाई पनि सक्यो त्यहाँदेखि जसलाई चाहिँ कटाइ गर्नुपर्छ यसरी हो मेरो ब्याकग्राउन्ड चाहिँ एकदम यहाँ दुईजना स्टुडेन्ट नानीहरू पढ्दैछ ट्युसनको म्यामले पढाउँदैछ हो मैले चाहिँ प्याज टमाटर पनि काटिसक्यो यहाँ चाहिँ मैले लसुन प्याज टमाटर हालेको छु यसलाई चाहिँ अब ग्राइन्ड गर्नुपर्ने हुन्छ हो सो रेडी भयो म चाहिँ यहाँ ग्राइन्ड गरौँ भने कति पनि गयो अब यसलाई चाहिँ एकछिन पर्खिनु पऱ्यो मैले हो कति पनि गयो फेरि मेरो प्याज टमाटर आएको छ यो चाहिँ मेरो छुर्पीको अचारको लागि हो यहाँ छुर्पीको अचार बनाउन आँटेको छु फेरि म यहाँ चाहिँ त्यहाँनिर मैले प्याज पनि काटिसक्यो छुर्पीको अचारको लागि हो यहाँ चाहिँ अब मेरो छुर्पीको अचारको लागि हो मैले यो कराईमा चाहिँ म चिकन बनाउँछु भनेको छु तर अब मेरो प्याज टमाटर चाहिँ अहिले कति नआएको कारणले गर्दा चाहिँ पहिला म यसलाई छुर्पीको अचार बनाइहाल्छु भनेर चाहिँ छुर्पीको अचार बनाउँदैछु मैले चाहिँ टमाटर पनि हाल्यो हो यहाँ हरियो खोर्सानी चाहिँ एक दुई हालेको छु मैले ज्यादा चाहिँ हालेन किनभने पिरो हुन्छ हो नानीहरू खानु सक्दैन हो अनि मेरो ब्याकग्राउन्ड चाहिँ एकदम अघि नै बनिसकेको छ हो बहिनीले चाहिँ अब नानी 3 जनालाई पढाउँदैछ हो त्यसले गर्दा चाहिँ एकदम हल्ला हुन्छ अलिकति हो अनि यहाँ चाहिँ छुर्पी हाल्नुपर्छ हो अब चाहिँ मेरो यहाँ छुर्पी हाल्ने टाइम पनि आएछ यहाँ चाहिँ छुर्पी यो चाहिँ अस्ति मैले पारेको थियो हो अनि छुर्पी पनि कम्ती छ आज चाहिँ हो मेरो छुर्पीको अचार पनि अब पाक्यो हो होइन प्याजको पत्ता छैन है प्याजको पत्ता हालेर हाल्ने थियो प्याजको पत्ता छैन मेरो चाहिँ हो आज चाहिँ छुर्पीको अचार पनि रेडी भयो मेरो कस्तो क्यामेरा चाहिँ हल्दैछ मेरो हेर्नु छुर्पीको अचार चाहिँ दामी भएछ एकदम मिठो भएछ होइन आफै बनाएको आफै तारिफ गर्दैछ नि छुर्पीको अचार पनि पाक्यो मिठो भएछ यो छुर्पी चाहिँ एकदमै टेस्टी दामी भएछ मैले घिउ पनि कम्ती हालेको छु हो अब चाहिँ चिकन बनाउनु आएको छ मेरो यहाँ चाहिँ मेरो आलु पनि पाक्न आँटेको छ हो आलु पाकेर चाहिँ फेरि म यही कराईमा चाहिँ म चिकन बनाउँछु पहिला चाहिँ आलु पाकेर निकाल्छु हो यहाँ चाहिँ मेरो चिकन पाक्दैछ किनभने अघि चाहिँ म बिचमा चाहिँ अब यो पाक्दैन के देख्दैन हो अहिले चाहिँ मैले चिकनको अब यो के यो चाहिँ चिकन मसला हो अनि मैले प्याज टमाटर लसुन गरेको छु बत्ती नै आएन सो त्यसले गर्दा चाहिँ मैले बिचमा चाहिँ अब त्यस्तो भिडियो देखाउन पाएन हो भर्खरै बत्ती आयो अनि म चाहिँ मिक्सीमा ग्राइन्ड पनि गरिनँ त्यत्तिकै मैले प्याज टमाटर पकाएँ अब यहाँ चाहिँ चिकन हाल्न आँटेको छु म चाहिँ त्यो बत्ती चाहिँ हाम्रोमा यहाँ आउँदै जाँदै गरिरहेको छ अहिलेदेखि अनि मैले चाहिँ अब प्याज टमाटर मात्रै ग्रेड गर्छु भनेर सोचेको थियो तर मेरो चाहिँ भएन त्यत्तिकै मैले ग्रेड चाहिँ गरिनँ प्याज टमाटर त्यत्तिकै मैले पकाएँ हो चिकन चाहिँ फेरि मैले सानो कराई भएर चाहिँ मैले फेरि ठुलो कराईमा साटेको छु हो अब चिकनमा चाहिँ फेरि छोपिदिनुपर्छ हो चिकन पाक्दै गर्छ मेरो आफ्नो काम छ मैले चाहिँ आज दाल चाहिँ 12मै पकाएको छु हो मेरो चाहिँ भन्ने बानी चाहिँ हेर्नु न आज चाहिँ मैले सिटी लगाएन रातो दाल चाहिँ एकदम 12मै उमालेर बनाएको मैले चाहिँ मेरो मुख त्यस्तो लटपटिन्छ कि भिडियो बनाउँदै अनि यस्तो दामी हुन्छ भाँडाको चाहिँ होइन फिर्के पनि लाउनु हुँदैन आज एकदम टेस्टी हुन्छ हो म चाहिँ अब यहाँ रोटी बनाउँदैछु ताई बसाली सक्यो यहाँ सबै सामान रेडी छ यहाँ यहाँ चाहिँ मेरो आँटा अघि मुछिसकेको छ अनि यहाँ भाइले चिया बनाउँदैछ हाम्रो चाहिँ यहाँ
हाम्रो चाहिँ यहाँ भाइ आइरहेको छ हाम्रो भाइ होइन यो भाइ चाहिँ भर्खर आएको मेरो भाइ उता मङ्सिलाबाट खोइ भाइ हेलो भन्नु छिटो यहाँ मेरो ब्लगमा हेलो भन्नु त चाहिँ मेरो भाइ हो भर्खर आएको हो यो अब चाहिँ मेरो यहाँ सब्जी चाहिँ पाकिसकेको छ त्यहाँ चाहिँ मेरो लास्टमा भएको छ यहाँ रोटी बनाउँदैछु तपाईँलाई नै देखाइसकेको छ होइन मैले मेरो भाइ पनि आएको छ भर्खरै आएको किनभने भोलि चाहिँ पर आफूकोमा चाहिँ लामा पर्दैछ तपाईँलाई पनि देखाइदिन्छु म चाहिँ भोलि जान्छु भोलि पर्सि निपर्सि 3 दिन लामा पर्दैछ पर आफूको घरमा चाहिँ अनि म चाहिँ सघाउनु जान्छु तपाईँलाई पनि देखाउँछु होइन पर आफू र आन्टीको घरमा अनि हामी चाहिँ रोटी पोल्ने लास्ट काम छ यहाँ चाहिँ तपाईँ देखाइसकेको छ मेरो भाइ पनि आउनु भएको छ भनेर यहाँ छ फापरको रोटी मेरो चाहिँ यहाँ खाना छ हो यहाँ चाहिँ सिमीको सब्जी चिकन यो चाहिँ ग्रेभी मासु बेसी हालेन मैले ग्रेभी हालेँ यहाँ चाहिँ छुर्पीको अचार होइन अब चाहिँ म खाना खाँदैछु यहाँ खाइसक्यो हो यिङ चाहिँ रोटी खाँदैछ यहाँ फापरको रोटी बहिनीले पनि फापरको रोटी हो अनि यहाँ सानो बहिनी चाहिँ 2 खाना खाइसक्यो हो अब यहाँ किचनमा यहाँ धुँदै गर्छ बहिनीले चाहिँ हाम्रो किचन जाँदा यस्तो भएको छ है मुक्बाङ मेरो मात्रै मुक्बाङ हुँदैछ यहाँ सब्जी अहिले गएको छ अब यहाँ मुक्बाङ अहिले चाहिँ मेरो चराउँछ दिनुहोस् न अर्केको मेरो एक्लैको मुक्बाङ हुँदैछ यहाँ लाइट टर्क्यो बहिनी चाहिँ मेरो भिडियोमा यस्तो हुन्छ साबुनको फिसै फिस बोकेर आउँछ म यहाँ माम खानु छ त्यो खान्छु अरे साबुन छ मैला हात हो नभन इङ साबुन छ बाइ बाइ फरमा ट्विटर च्यानल खाना पनि खाइसक्यो म देख्दैछ अनि म चाहिँ यहाँ क्यामेरा अन गरेर चाहिँ म आउँछु कि आउँदैन हेर्नु लाग्यो भाइले गर्दा म देख्छ र मेरो चाहिँ काम चाहिँ यहाँ ग्यास पुस्दै होइन बहिनी चाहिँ यहाँ धुँदैछ कोही पुस्दैछ है देखाइदिउँ तिमीलाई पनि सिरियसली हाम्रो चाहिँ बेलुका नै बिहानदेखि पानी परिरहेको छ है अहिले चाहिँ बेलुका चाहिँ निकै जोलो पानी परिरहेको छ है पानी निकै जोले आइरहेको छ पानी चाहिँ निकै जोले नै आइरहेको छ यस्तो जग्गा पानी आइरहेको छ है